रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दर्शक महानुभाव, बिहिबार बेलुका बाफेकोट गाउँपालिका 7 बास्तोलामा कप्र 03001 प 0613 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही वडा निवासी 46 वर्षीय झलक खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। झलक खत्री गोरेकाडा आधारभूत विद्यालयमा कार्यरत शिक्षक हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार नदुवाबाट राधीतर्फको भित्री सडकमा जाँदै गरेको उक्त मोटरसाइकल बास्तोलामा दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक बाफेकोट गाउँपालिका 7 चिमारचौर निवासी 29 वर्षीय हरिभान खत्री घाइते हुनुभएको छ। मोटरसाइकल अनियन्त्रित भएर सडकको नालामा पल्टिँदा दुवैजना घाइते भएका थिए। गम्भीर अवस्थाका खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको बेला चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौँ।